Good morning everyone. शुभ बिहान. आज फेरि मेरो तेस्रो भ्लग स्टार्ट भएको छ र आज हाम्रो यात्रा भनेको अप्पर मुस्ताङ चाइना बाउडरसम्म जाने हो र हामी चाहिँ रेडी भइसकेको छौँ. हेर्न सक्नुहुन्छ गाडी साडी सब रेडी, हामी पनि रेडी रहेको निस्किन्छौँ. भ्यू हेर भ्यू भ्यू भिडियोमा फिल गर्न सकिन तर यहाँ चाहिँ हामी गरिरहेको हो. भिडियो मुख्य एक्सप्रेसै गर्न सकिन. कति राम्रो ठाउँ छ बस हेरेर मात्र मजा लिनु सबजना. राम्रो अब्बा आयो नि. कहाँ जाइथ्यो? फोटो सुट चाहिँ जारी छ. यहाँ बसिसके मान्छेहरू. जाम 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 छिटो जाम भयो. बसौँ त्यसो भए ल. अब अगाडितिर भेट्छु. हेरौँ न हेरौँ कस्तो ठाउँ छ हेरौँ. यहाँदेखि जानै मन लाग्दैन. के गर्ने अब. टिकटक बनाऊ घुमिराखौँ बसिराखौँ भन्ने जस्तो ठाउँ. हेर्नु न हो सब टिकटकै बनाइराखन्. सिन नै हेर्नु न. ओ माई गड. आउनु पर्यो है साथीहरू. म त आइपुगेँ. हजुरहरूको पालि आउनु पर्यो. एकचोटि आयो अर्कोचोटि पनि आइन्छ तर अब कहिले आउन पाइन्छ थाहा छैन. तर आउने हो फेरि अर्कोचोटि. हेर्नु अहिले हेरेरै मजा लिनु. पाइप कहाँ पे बिठो यहाँ? पाइप कहाँ भी है? पाइप पर कोरोला. अरे वो है गाडी बिग्ड्यो. ओ माई गड खतरा छ यार कुकुर त. पहाडको कुकुर. के गर्यो यस्तो. गाडी बिग्ड्यो हो साला. नाचो नि का यार. तनाव हुई साला. अझ फेरि यस्तै टाइममा गाडी बिग्रिन्छ कि अझ कति माथि जानु छ हामीलाई. झन् गाडी बिग्रिदियो. यहाँको दामी सिन छ. बिग्रिन पनि ठिकै ठाउँमा बिग्रिएको. बिगड़ना फिर ठीक है ठाव है. फिर बिगड़ के लिए दुख मनाओ ना यार. यहाँ तो दुख मनाने ठाव है ना हो यहाँ. बिगड़ गेल के रोगी छ कि होइन. अनि अब ठिकै ठाउँमा छ नि. अहिले हेर्न मिलिरहेको यताउति पछाडि हिमाल छ. हिउँ परेको यता हामी हामीसँग फेरि यही भोगटे मात्रै छ एउटा. अनि यो चटनी छ. अरू केही छैन. यस्तो ठाउँमा जाने के खाने. ढुङ्गा खाउँ भने सकिँदैन. ढुङ्गा खान स्याउ खाने हो आमै. स्याउ थे बाबै. स्याउ चिम्सेको स्याउ किने खाने त. बिराउने साथीहरू यहाँ त तनाव भइहाल्यो. तनावै. आहा खाने भए आऊ मुस्ताङमा. यसरी खानुपर्छ. टु मच आमिल. गुफे टकटकाना आएछ. आमिल. आमा
मिठो चाहिँ लास्ट मिठो छ है जिरे खुर्सानीको चटनी हो त्यस्तै थोरै हो मैले आफै यही हातले ठुक्निनले पाटन गरेको अरू त सकिन्न ठुक्निल्न चाहिँ सकिन्छ हामी खाएको अझै सुनिल्नु ओरी टेलाएर कपाल कालो भो ओ माई गॉड हेर्न पाइयो हेर 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 भिडियो बनाउनको लागि सँगै सँगै बाई 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 सब चिजको एक्सपिरियन्स हुनुपर्छ यता चिसो कति हो बनाएको कस्तो हो गाई बनाउने मान्छे राम्रो हुनुपर्छ कि रेडी रेडी गाडी जाम 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 तेल के पी कहाँ पिए लगलो होटल बस बस नानी हो बसा पीछे हिँड्यो हामी मतलब यहाँ से पहाड़ नहीं हुई तब से चाइना में हीरो मैंने खेला था हीरो हाँ तो यहीं आके खेलना होता है वो उड़े तीर बम से बालुआ आयो ये बालुआ बालुआ देखियो यो बालुआ मरुभूमिको बालुवा हो यो गाइस मरुभूमिको बालुवा हेर्नुस् त सेटै बालुवा छ हामी चाहिँ अहिले पुगिसकेको छौँ 24 नम्बर किल्ला ओहो यो नेपालको अवस्था यस्तो छ नेपालमा यो नेपाल यता हो चाइना हेर्नु पारी हेर्नु 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 यही हो यही हेर्न आएको हामी कैलालीदेखि यतासम्म आएको हेर्न उता चाहिँ 24 नम्बर किल्ला भन्छ यता छ फारी चाहिँ चाइना वारी चाहिँ नेपाल यही हो उता चाहिँ के पो गरिरहन् बोतल के होस् नै सकिन्न त्यही हो बाली चाहिँ बवाल छ चाइना भन्नै परेन कस्तो हुन्छ चाइना अब हाम्रो नेपालको यता फुल टु फुल क्याम्पमा यतै छौँ हामी जे होस् पुग्यौँ हामी नि हेर्नलाई यता लेट लाग्ने जस्तो भन्छ अहिले चाहिँ हामी 46 सय उचाइमा छौँ यता माउन्ट एभरेस्ट भने ठ्याक्कै हाफमा छौँ हाइटमा ठ्याक्कै हाफ हाइटमा भन्नु पर्यो चाइनाको फेसिलिटी हेर्न सक्नुहुन्छ ट्रक आएर आयो त्यहाँदेखि पास भएर भित्र फुल टु फुल सेक्युरिटीको साथमा चेक भएर अनि हाम्रो नेपालमा एन्ट्री हेर्नु कस्तो छ डिफरेन्ट बिट्विन मैले लाटो
ले दिदी तू पकड़ चुल्ला लास्ट मिठो छ साथीहरू के गर्ने आएर खानै पर्यो नखाए कहाँ हुन्छ खानु पर्यो यति माथि उचाइमा आएर लेट लाग्ने सम्भावना हुन्छ खानु पर्यो म चाहिँ अहिले यहाँ बाबाले दिन्छमा छु उहाँलाई अर्कै लागिरहेको अरे माथि आएर आज त चाइनाको कफी खान पाइयो चक्लेट पनि लगेर जाउँला हो ठ्याक्कै वारिपारि इम्पोर्ट एक्सपोर्ट हुन्छ यहीँदेखि सामान अब कहाँ त्यहाँदेखि लिएर आउँछन् हुन त हाम्रो उता नेपाल कुनै त्यस्तो पाइँदैन हेर्नु सामान पनि लिइसक्यौँ अब धेरै धेरै बेर यहाँ बस्नुहुन्न हामी अब ओहो यता चाहिँ अक्सिजनको लेभल हल्का कम भइरहेछ यही हो 2-4 दिनको कठिनाइले आज यहाँसम्म पुग्यौँ हामी फेरि गाह्रो भयो तर रमाइलो पनि भइरहेछ लागत राउट के मन छैन नाइमिन यही सुत्रिए यही सुत्रि का मस्ती ठाउँमा सबजना चाहिँ एकचोटि हिक पर लाई यहाँ हाम्रो चाहिँ आइगिली एकदम मस्त ठाउँ भयो अपने ओके पनि आइसक्यो बरफै बरफ जहाँ आउनु पर्यो ओहो यहाँदेखि त जानै मन लागिरहेन उता गाडीमा हर्न बजाइछन् हामी चाहिँ यहाँ सबभन्दा त मेन ससुरामा जाने होइनन् कि रमाइलो भइरहेछ त्यो कैसी लाग्छ आज त ठाउँमै आएछौ ठन्डी लाग्यो जस्तो छ मलाई कस्तो लाग्यो त मलाई अलि सास फेर्न गाह्रो भएको थियो एकछिन ठिक छ अहिले स्यास्या माथि आएपछि त भइहाल्छ स्यास्या भयो यसले काम गरिरहेछ कि 2-4 दिनको मेहनतले आज रङ लायो जाम आयो जाम बाबा गाह्रो भयो लाग्यो त कट्टो बिटर पेली कहाँ बरफ यार भयङ्कर जोर लाग्यो त भाइ गडबड भइरहेछ है साथीहरू यता त बरफको चक्करमा सब भित्र गइसक्यो ठन्डी भइसक्यो शरीर राहु ठुन्टा होइन जस्तै लाग्यो दिनमा सुतल चाहिँ पक्रो साला सबसे तो साला इनकी सबसे आगे है भैया अहिले चाहिँ हामी लोमानथाङ 5 मुस्ताङमा छौँ यहाँ चाहिँ राजाको दरबारमा छौँ अहिले हामी राजाको दरबार ओल्ड राज दरबार ओ माय गॉड दोकान रहेछ त यहाँ कोही आइ नै राखेन म एक्लै निस्किदिएँ खतरा कुकुर छ यार नो एन्ट्री विदाउट परमिसन कहाँ यार एक्लै घुमिरहेको प्लिज नो एन्ट्री लेखा जान मिल्दैन होला
ठाउँ चाहिँ राम्रो छ यहाँ फेरि ठाउँ भाइ यहाँ चलो न यहाँ का महिला समूह डिस्कसन नहीं चल रहा है यता चाहिँ आमा हुनुहुन्छ एउटा आमा आमासँग कुरा गरिरहेछौँ हामी हजुर हामी धेरै भयो आमाको दुई तिन दिन भइसक्यो आएको हाम्रो अनि यहाँ चाहिँ आज आएको माथि गएको थियौँ हामी माथिदेखि आएको हजुर खासै जाडो छैन यता घाम पनि लागेछ हावा चाराको छैन हावा चारा भने धेरै जाडो हुन्छ यो पर भने धेरै जाडो हुन्छ आमा यहाँ राजाको नाम के हो हामीलाई जान्दिँदै के अरे सानोमा भएर ए ठिकै छ राजा छ अब काठमाडौँमा बसिसकेको काठमाडौँमा बसेछ राजा अझै हुनुहुन्छ राजा काठमाडौँमा बसेछ है काठमाडौँमा बस्छ ए भएर जाने यतातिर हो बाहिर जाने यतातिर हो है फेरि गल्ली गल्ली छ ओ त्यहाँ बाटो दबो बाहिर पुग्छ यो बाहिर जाने हो हामी चाहिँ नोमाङ भन्ने ठाउँबाट फेरि हामी निस्किसकेको छौँ हाम्रो गाडी अब हामी फेरि हिँडिरहेको कस्तो लाग्यो त ठाउँ एकदम रमाइलो घाम लागेको छचरको पुरानो ठाउँ राजाहरूले बसेको ठाउँ रहेछ एकदम मस्त ठाउँ छ पुरानो अप्पर मुस्ताङ पनि घुमेर आयो हामी चाहिँ ठ्याक्कै अनि यहाँ दरबार पनि घुम्यौँ अब चाहिँ हामी जान लाग्छौँ हेर्दै गर्नु होला गाडी पनि